ल यो त हिँड्यो त यार नखोल्दै मान्छेहरू चढ्दैछ जेब्रा क्रसिङको लागि बसेको ल खुलेको छैन अझै मान्छेहरू हिँडेछ हे गाइस वेलकम टु माई न्यू भ्लग तपाईहरुलाई स्वागत छ आज चाहिँ म यसो पाइतल हान्दैछु मेट्रोबाट जेबीआर जाँदैछु म आज चाहिँ म तपाईहरुलाई जेबीआर को भ्यू देखाउन गइरहेको छु फुल भिडियो हेर्नु होला मेट्रोबाट पनि अनि बाटोपट्टि पुरा हिँडेर फुल यात्रा गर्दैछु म आज जेबीआर को फुल भिडियो हेर्नु होला है त म चाहिँ आज बाटोमा जाँदा जाँदै यी बरको बुढा देख्यो दुबईमा बरको बुढा पनि हुन्छ है यो बर हो यता पनि छ म चाहिँ अब फाइनली पुग्नै आट्यो मेट्रो स्टेसनबाट कम्तीमा पनि आधा 1 घण्टा चाहिँ लाग्छ होला त्यो पनि म फुल भिडियो देखाउने छु तपाईहरुलाई देख्नु भयो नि बरको बुढो ए दुबईमा यस्तो पनि हुन्छ है बर नेपालमा त अब छपछप्ती छ तर यहाँ पनि जस दुबईमा पनि बर हुँदो रहेछ म चाहिँ मेट्रो स्टेसनमा पुग्यो मेट्रो स्टेसनबाट अब म चढ्दै छु टक्क यात्रा हुन्छ अब मेट्रोबाट हेरौँ है त कस्तो हुँदो रहेछ दुबईको मेट्रो स्टेसन यस्तो छ यो चाहिँ बाटो हो मुनि चाहिँ माथि चाहिँ मेट्रो चढ्ने ठाउँ हो यो मेट्रो एन्ट्री गर्ने ठाउँ 2 नम्बर गेट हो फुर्जनको म चाहिँ निस्कियो अब यहाँबाट भित्र छिर्यो कस्तो कस्तो हुन्छ गतिविधिहरू देखाउ होला है त यस्तो छ आयो मेट्रो स्टेसन अब चाहिँ लिफ्टबाट सर्र गइन्छ अब चाहिँ लिफ्ट हो लिफ्टबाट चाहिँ अब उता जानु छ उताबाट चाहिँ चढ्नु पर्छ है त ल लेट्स गो स्टेसनमा खाली छ अहिले चाहिँ अहिले बिहानको टाइम भएर होला जस खाली छ त्यति धेरै मान्छेहरू छैन प्याक पनि सिट जे पाउँछ होला साँझमा त पाउँदैन अहिले चाहिँ पाउँछ होला सिट मेट्रो स्टेसनमा वेट गर्दैछु म यहाँबाट अडक्को चढ्ने यो स्टेसनको उ भयो यता माथिबाट जान्छ लोकेसन भयो चाहिँ अब सर्रा यात्रा हुनेछ मेट्रोको झर्ने टाइम आयो झर्ने ठाउँ आइसक्यो अब म यही झर्छु यही झरेर चाहिँ म जाने चाहिँ यतै हो यो पछाडि हो यो बिल्डिङहरूको पछाडि मेट्रो स्टेसन आयो अब म झर्छु है त यो चाहिँ मेट्रोबाट देखिने माथिबाट देखिने भ्यू हो बाटोको यस्तो छ यहाँ पनि लिफ्ट हो यो पनि सर्र सर्किन्छ मान्छेहरूको भिडभाड छ म चाहिँ मेट्रो स्टेसनमा निस्क्यो अब मेट्रो स्टेसनबाट यता चाहिँ हाइवे रोड सेक्जाइज रोड भयो क्या रे यो पछाडि चाहिँ यो बिल्डिङहरूको पछाडि चाहिँ जेबीआर हो त्यहाँ जाँदैछु ल हिँड्नु है त लेट्स गो भ्यूहरू चाहिँ यस्तो छ बिल्डिङहरू चाहिँ टक्क पुरा यो हाइवे रोडको छेउछाउको हो यो दृश्य चाहिँ हेर्नुहोस् अब धेरै टाइम लाग्दैन 10-15 मिनटमा पुग्छ होला हिँडेर है यो बाटो बिचमा यो ट्राम छ फेरि ट्राम आइरहेछ माथि ओ पारि मेट्रो चलिरहेछ भनेपछि यो चाहिँ ट्रम है दुबईको
यो चाहिँ बाटोको मुनि छेउमै छ, बिचमै छ भनौँ न। यो चाहिँ बाटो भइहाल्यो। म चाहिँ अब गर्मी छ, जाँदैछु जेबिआर। यो चाहिँ नुन कम्पनीको मार्केटिङ गरे रहेछ। नुनले भनेपछि लगानी बबाल लगाएको छ। अनि यात्रा चाहिँ यस्तो छ। पुरा पानी पुरा त्यहाँ चाहिँ यसो गऱ्यो नि भयो नभए त्यो ऊ पनि पाउँछ, जस्तो कि अब कति हुन्छ रेन्ट त्यो तिरेर डेट हो। फुल नाइट बुक पनि हुन्छ, डे नाइट पनि भयो, भएन भने त एकतिर साथीसँग त्यहाँ चाहिँ नाइटको लागि नाइट डे सबै चिज पाउँछ। यहाँ चाहिँ यस्तो बिल्डिङ पुरा इमारको बिल्डिङ चाहिँ डुबे इमारले खान्छ। यस्तो माहौल छ अहिले चाहिँ। जस दिउँसो भएर त्यस्तो खासै छैन मान्छेहरू। राति हो भने चाहिँ फेरि यहाँ मान्छेले खुट्टा राख्न सक्दैन त्यस्तो। जेबिआरको प्राम हो। यो जेब्रा क्रसिङमा छौँ हामीहरू। ओ घन्टी बज्यो। अब खुल्छ कि ल, यो त हिँड्यो त यार, नखोल्दै। मान्छेहरू चल्दैछ जेब्रा क्रसिङको लागि बसेको। ल खुलेको छैन अझै मान्छेहरू हिँडेछ। ल खुल्यो क्या हो, मान्छेहरू त हिँड्यो त त्यहाँ चाहिँ खुल्यो बल्ल खुल्यो। यत्रो अनि जेब्रा क्रसिङ भिडभाड भएपछि अनि हुन्छ नि मान्छेहरू त। यो चाहिँ टुरिज्म बस हो, डबल बस है, डबल। नेपाली केटीले चलाउँछ एउटाले, यस्तै। डबल बस खतरा छ, खतरा डबल बस चाहिँ त्यो छ। यो चाहिँ अब समुद्रमा नुहाइ गर्ने ठाउँ हो। फाइनली जेबिआर पुग्यो। यो जेबिआरको ब्रिज चाहिँ यतातिर छ। फाइनली पुग्यो। अहिले चाहिँ यस्तो छ माहौल, गरम तातिरहेको छ माहौल चाहिँ होइन। साँझ पख हो, राति भएको भए बबाल हुन्थ्यो होला, साँझ पख भएर खासै त्यस्तो छैन। तर प्याकै छ, मान्छेहरू डन्नै छन्। यता केटाहरूले नुहाइ गरेर सो गर्ने, यसो समुद्रबाट आएर अर्को पानीले चोखिने काम गर्छ। यहाँ चाहिँ नाङ्गै छ केटाहरू। यस्तो छ ब्रिज। अब उता पारी पनि जान मिल्छ, उताबाट मिल्छ। तर म चाहिँ वारी नै छु। यो चाहिँ सब अब नुहाउने सुहाउने पौडी खेल्ने ठाउँ हो यो एरिया। म चाहिँ अहिले यस्तो छु, एक्लै छु। यतातिर माहौल बन्दैछ। रातिको भ्यू हेरौँ कस्तो हुने रहेछ, आउँदो रहेछ है त। मजा आएको छ है, फिलिङ्स चाहिँ आउँदैछ। फोटोसोटो हान्दैछ केटाहरूले। ए आफू चाहिँ एक्लै घुम्दैछ, के गर्नु। पुरा डिस्क्यो चाहिँ लाग्छ उता। फेरि डान्स बार छ कि क्या हो, यता खानपिन एरिया यस्तो छ। बिल्डिङको चाहिँ खतरा छ। नाइटमा चाहिँ फेरि खतरा देखिन्छ। अहिले चाहिँ त्यस्तो छैन खासै। नाइटमा चाहिँ बब्बाल देखिन्छ यो भ्यूहरू। घाम चाहिँ खतरा लाग्छ, कालो न कालो आछ। सिन चाहिँ कस्तो आछ यसो भन्नुहोस् है। म चाहिँ एडिट गर्छु टक्क जेबिआर ब्रिजको चारैतिर सर्र घुमेर लाग्यो। म चाहिँ अब यतातिर। यो चाहिँ टक्क नुहाउने ठाउँ। मजा लिइरहेछ सबले आफ्नो पारामा। मजा लाइफ यो अन्त इन्जोय लाइफमा। ओ जेबिआरको ऊ चाहिँ यहाँनिर चाहिँ रेन्ट सेन्टमा ल्याउन पाउँछ होइन, भाडामा पाउँछ। यो बाइकहरू कारहरू पनि छ फेरि। ऊ त्यो कार छ यता बस्ने होइन, रमाउने ठाउँ छ। ऊ त्यो पारी पनि छ फेरि, त्यहाँबाट जानुपर्छ। त्यो ब्रिजबाट जाँदा चाहिँ हुन्छ है उता जान चाहिँ। अब कस्तो आछ मौसम, रातिको समयमा भएको राम्रो आउँथ्यो होला। अहिले यो दिन भएर चम्किरहेछ आँखा।
माहौल चाहिँ यस्तो छ, मलाई चाहिँ कस्तो भने खुसी लागिरहेछ, घुमेर मजा आइरहेछ है, मजा। जेबिआर टक्क भिजिटिङ गरिरहेको छु। कसैलाई आउने इच्छा छ भने आउनुहोस्, यहाँ मजा छ घुम्नलाई। तल नुहाउने ठाउँ, नुहाउने पौडी खेल्ने ठाउँ छ तल चाहिँ। यता जेटहरू पुरा पिकनिक हिँड्या छ जस्तो बुकमा ए यसरी पनि हिँड्न मिल्छ फेरि। यहाँ चाहिँ काठको पुल हो फेरि है, मान्छे हिँड्ने पुल हो। जस आई एम ह्याप्पी सो म चाहिँ अब टक्क यहाँ आइपुग्यो फाइनली। मजा आइरहेछ, हावा चलिरहेछ मस्त। यतातिरको भ्यूहरू पनि देखिँदैछ। यहाँबाट बिचमा छु म, समुद्रको माथि छु। यता चाहिँ यस्तो देखिन्छ। यता ऊ भइहाल्यो है। म चाहिँ यता वारी आएको छ। यो चाहिँ उताको जेबिआरको भ्यू हो, यस्तो छ। केटाहरू फोटोसोटो लिँदैछ। माइक छैन, माइक नभएर हावा चलेको छ धेरै, सानो साउन्ड आएको होला है त। म चाहिँ यता छु, यहाँ चाहिँ त्यो इन्जोय भइरहेछ, अलिअलि मजा आइरहेछ। म चाहिँ गाइस अब फर्क्यो। अब भिडियो कस्तो लाग्यो तपाईँहरूलाई होइन त। साँझको समय पनि भयो, यसो लाइक कमेन्ट सेयर गर्नु होला। माहौल यस्तो छ। धन्यवाद।